अब त्यही पुरानो लेभलमा अब मिलेछ गर्नु नि त अरे उयो तपाईँले भन्नुभयो नि त तल र माथिको लेभलमा बिचमा खोलेर खाना चाहिँ खनेर हामीले लेभल मिलाएर ल्याएको छौँ सर भनेर ठिक छ भनेर भन्नुभएको छ नि त भन्नुहोस् यो चाहिँ यहाँ काम गर्ने घिन मान्न पर्दैन भनेको छ इन्जिनियरले घिन मान्नेले काम छैन अरे समय हेरेर घर जाने काम छैन भनेको छ यो काम यसरी खनेर चाहिँ तयार भयो त्यसो सर यो अहिलेसम्मको लेभल ठिक छ नि त हाम्रो हामी ठिक छ अहिले हामीले लेभल मिलायो भने त बिमल नै के छ पानी सर ठिक छ त खने अहिले यतिसम्म लेभल मिल्यो नि हाम्रो यो पुरानो भनेको लेभलभन्दा पनि हजुर अनि पुरानो जुन लेभलमा खनिएको त्यो भल्लेर पहिलाको कारणले गर्दाखेरि बाटो बगाएर लिएर गयो र हाम्रो ढल पुरानो खनेको लेभललाई चाहिँ अहिले माथि उतारेको जस्तो अथवा कम खनेको जस्तो भयो त्यसैले गर्दाखेरि अहिले हामीले अब जुन नयाँ ढल पाइप राख्न खोजेका छौँ त्यो नयाँ ढलको पाइपलाई अब लिएर आएर राखे चाहिँ कहाँनिर छुन्छ कहाँनिर छुँदैन लेभल मिलाएर कसिन्छ होइन आएर अनि त्यसलाई कति 2 इन्ची 3 फिट अथवा 1 मिटर 2 मिटर कति हुन्छ भन्ने त्यो चाहिँ अब हामी पुर्नलाई चाहिँ कमरको चाहिँ गर्छौँ र त्यसरी हामी पुर्नेछौँ र यो चाहिँ अहिले चाहिँ हाम्रो लेभल चाहिँ यो लगभग केही मिलाउन बाँकी छ तर पुरा भएको जस्तो महसुस पनि भएको छ ल धन्यवाद मनिष त्यहीँदेखिबाट खनेर चाहिँ ढुङ्गो ल्याएपछि मिल्ने भयो एमालेको